एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। अनि आजको भिडियो चाहिँ के छ भने साथीहरू, हामी चाहिँ मवा आएको थियौँ। अनि मवा आउँदाको भिडियो गरौँ भन्दै थिएँ तर मैले गरिनँ। अनि अब चाहिँ म गर्न लागिरहेको छु। यहाँ चाहिँ पुरै हाम्रो होल टिम होइन, सानोदेखि ठुलो सबैजना भेला भएर हामी यहाँभित्र बसिरहेछौँ। हेर्नुहोस् है गाइज कस्तो गर्दैछन् भित्र, तपाईँहरूले पनि हेर्नु होला। म देखाउने छु तपाईँहरूलाई कस्तो छ भनेर, हेर्नुहोस् ल। यस्तै छ हामीले चाहिँ आज। अनि भन्नुहुन्छ भने साथीहरू, यहाँ चाहिँ के हुँदैछ भने आफ्नो तालमा छ यहाँनिर तीनजना चाहिँ यिनीहरूले चाहिँ करेन्ट चौचौ बनाउँदैछ भने यिनीहरू चाहिँ यहाँनिर के मिलाउँदैछ थाहा छैन साथीहरू मलाई। अनि आफ्नो पारामा छन्। हाम्रो चाहिँ यस्तै छ है यहाँ साथीहरू। आजको चाहिँ यस्तो छ। अनि आज चाहिँ हाम्रो फाल्टै खाले रमाइलो दिनहरू चलिरहेको छ। यताल्लो रुममा फेरि हाम्रो राजाहरू चाहिँ पुरै तरिकाले गेम खेल्दै बसिरहेको छ। कोही यस्तो पाराले सुतेर गेम खेल्दैछ, कोही यता खेल्दैछ, कोही यता खेल्दैछ। ऊ परको मान्छे चाहिँ के गर्दैछ थाहा छैन साथीहरू होइन। तर पनि आफ्नै तालमा मस्त पाराले बसिरहेको छ। हाम्रो चाहिँ आज यस्तै छ है साथीहरू। यिनीहरूको यस्तो छ पारा, लुगाहरूको हेर्नु न हालत, दाजुभाइ दिदीबहिनीहरूको हेर्नु। अब थेपाङको मान्छेहरू सबैले हेर्नु होला। यिनीहरू माथि गएर यस्तो तालमा बस्छन् यिनीहरू चाहिँ होइन। मेरो भाइ बहिनीहरू चाहिँ फेरि यति जानकारी छ कि काम चाहिँ गर्नु लाग्नुपर्छ। यिनीहरूले गर्छन् है साथीहरू, यतिको काम चाहिँ गर्छन् होइन। यतिको काम गर्ने भाइ बहिनी चाहिँ मेरो मात्रै छ, अरू कसैको छैन गाई। यहाँ काम गर्दैछ यिनीहरू चाहिँ। सबसे काम नहुने चाहिँ हाम्रो चेसुम भाइ हो। गेम मात्रै खेल्नु जानेको छ, केही गर्दैन है साथीहरू। यहाँ चाहिँ हाम्रो भाइ बहिनीले पुरै बनाइसकेको छ होइन। अनि बाँडेको यस्तो थालबुटुको नभएर है हाम्रो यस्तो दुःख छ। अनि यहाँ बाँड्दैछ, यहाँ कोही खाँदैछन् होइन। आफ्नै तरिकामा पुरै रमाइलो गरिरहेको छ भाइ बहिनीहरू। अब चाहिँ हामी पनि खानुपर्ने हुन्छ। अब यहाँ हेर्नुहोस् यस्तो पाराले खाँदैछन्। चम्ची नभएर हाम्रो पीडा भयो, किनभने अब यहाँ कोठा भाडामा नानीहरू बसेको, उनीहरूसँग एक दुईवटा मात्रै चम्ची रहेछ। चम्ची नभएको पीडा छ है साथीहरू। यहाँ चाहिँ चम्ची नभएको पीडा, चम्ची नभएको पीडा है गाइस। यो चाहिँ यस्तै छ। फोन कहिले कहिले छोड्नु नि यार, फोन मुटु फेर्छ आइसक्रिम चाहिँ एक्लै खाए गाइस। खासै बिरो चाहिँ छैन गाइस, तर पनि आँसु निकाल्नु खोज्दैछ। के गर्नु गाइस? खानुपर्ने हामी चाहिँ घर फर्केको अवस्था। मस्त पाराले म डाँडा गइयो आइयो अनि भाइ बहिनीहरूसँग। अनि पार्क पनि गयौँ तर भिडियो चाहिँ केही बनाएनौँ होइन हामीले। आज चाहिँ हाम्रो फाल्टै पारामा आफ्नै तरिकामा कहिले बस्यो। त्यसैले अहिले अब घर फर्केको। आजको भिडियो त साह्रै के अरे सर्ट भिडियो जत्तिकै भयो भनौँ न, मिनी ब्लग। त्योहरू आज चाहिँ हामी पुरै होइन ममा डाँडा गएको थियौँ। जाँदा चाहिँ तीनजना गएको थियौँ। अनि माथि गएर चाहिँ पुरै तरिकाले हामी चाहिँ हाम्रो भाइ बहिनीहरूसँग भेट भयो अनि रमाइलो भयो, बस्यौँ। अनि अब चाहिँ हामी घर फर्केको अवस्था साथीहरू। अनि आजको लागि चाहिँ यति नै। यो भिडियो तपाईँलाई मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला साथीहरू। भेट्नेछौँ नेक्स्ट भिडियोमा।